ल साथी हो टिक्ने कार्यक्रम हुँदैछ हाम्रो चौधरीमा। यो यस्तै गरिन्छ है आजको दिनमा औँसीको दिनमा। भित्रको आयौँ नाकाहरूले फेरि भन्थे कति ले तू लो मुझे बकरी यहाँ उससे तो तू ठीक हो मुझे अब सुथिया रोटी खा दुखी हो है यसले ठिकै गरे। अनि बाख्रालाई नि भयो ल भयो अब यता अब यता अब यता भयो। आज यिनीहरूलाई नि पूजा गरिन्छ है साथी हो। बाख्रालाई नि पूजा गरिन्छ। यो देख्नुहोस् हो यो 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 एकदम हान्न आउँछ के यो। बोका हो बोका रोटी खुवाउनु लाग्यो। ल ये बुढ़ी बजलता देखो वही रोटी खुवाउने चलन छ कि हाम्रो। रोटी खुवाउने चलन खान खेलाऊ। सो गाइज लाइक सेयर एन्ड फलो गरिदिनु होला है साथी हो। लाइक सेयर एन्ड फलो। अब यिनीहरूको पालो पूजा गर्ने गाइज। बोका हो यो हान्छस् 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 टिक यसरी गरी रोटी खाबे त करला खाए ना रोटी खालो मर्लो टिक त्यसलाई टिक टिक हान्छ हान्दै हाने 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 टिक 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 Thalai. भएका जस्तो हाम्रो चाहिँ चलन छ क्या आजको दिनमा बाख्रालाई पूजा गर्ने अनि रोटी खुवाउने अनि ढोकामा के भन्छ
हातको छाप हान्ने यस्तो चलन छ क्या। पहिला पहिला त्यो के भन्छ माटोको घर हुन्थ्यो होइन, त्यहाँदेखि माटोको घरमा नि भित्तामा हान्थ्यो क्या। अहिले चाहिँ माटोको घर छैन, त्यो ढोका मात्र हानिने अनि बाख्राहरूलाई पूजा गर्ने गरिन्छ। सो गाइज लाइक सेयर एन्ड फलो गरिदिनु होला। नयाँ कुराहरू मैले सेयर गरिहालेँ होइन, यस्तो यस्तो भिडियो हेर्नको लागि र भ्लग हेर्नको लागि फलो गर्नु होला है साथीहरू।